Hello guys, welcome to my another video. आज चाहिँ हामी पाटनडोरा स्क्वायरतिर जाँदैछौँ होइन। फर्स्ट सुरु चाहिँ हामी दाइलाई पिकअप गर्छौँ अनि त्यहाँबाटै पाटन जाँदैछौँ। सो मैले चाहिँ धेरै पछि भ्लग हालेँ होइन। सो त्यसको लागि चाहिँ सरी, धेरै लेट पनि भयो। अब हामी पहिला पठाउ युज गरिदिउँ न त होइन। सो हामी चाहिँ अहिले पठाउ युज गर्न लागिरहेको छौँ होइन। यो नभए टुटल जिन्दाबाद। पुलबाट त आउँछु कि आउँदैन। मैले टुटलबाट पनि गोपाल बानन्दर होला सायदलाई भेटाइसक्यौँ। अब चाहिँ 7-8 मिनट पछि आउनुहुन्छ अरे। ल त्यसपछि हल्का वेट गरिदिउँ है त। अब हजुर नै हो। कोबुन्डोलतिर त्यो छ नि एउटा नेपाल ब्याङ्क भन्ने, त्यही नेपाल ब्याङ्कनिर हो कोबुन्डोलमा। हजुर बस्दा हुन्छ। यताबाट चाहिँ सर्टकट छ ललितपुर कोबुन्डोलतिर पुग्ने। सानेपामा छु अहिले। दाइलाई पिकअप गरेर त्यहाँतिर भिडियो सुट छिटाएर त्यहाँबाट हामी पाटनडोरा स्क्वायरतिर जानेछौँ। हामी चाहिँ कोबुन्डोलतिर आइपुगिसकेको छौँ। अब दाइलाई भेट्नेछौँ। अब दाइको अफिस चाहिँ मैले बिर्सेँ सायद होइन। अब त्यस्तै भन्ने खोज्दै जाउँ यही हो र लगै। फाइनली म चाहिँ फिस है त स्लाइस म र कोक कोक हेलो गाइस, अहिले टोल बस्तीसम्म पुग्यो। मलाई हामी पाटनडोरा पुग्नलाई Sudah dulu, kak. Hah? Sudah musim dulu. Minum lagi. हामी कहाँ जानु? पाटनडोरा। यही घुम्न फोटो क्या आमा हो होला? कर्णामे देउडुने 6 महिना थन्छु नि 6 महिना पुगेको छु नि। ए होला। मै हो गाई। आशिलमा यो रेडी छु। खतरा है।
अब चाहिँ हामी होइन तर स्क्वायर जाउँ त्यहाँ गएर मन्दिर सन्दिर हेरौँला चरासरा उडाउँला होइन अर्कै नि भाइ तलब चाहिँ कति दिन्छस् हिउँला नि दाइ तल सल भएन होइन चिया चाहिँ खाउँला नि दाइ चिया भाइले चियामा बिगायो दाइलाई के भने दाइ समय मरु चिया हेलो हुने तर हुन्छ छैन अहिले सकुन्टा अरे सम्झनु होइन वही त्यही हो त्यहाँबाट आदि देख्छ ठ्याक्कै त्यहाँ अब यसो फुर्सुद हाल्यो होइन भ्लग पनि कन्टिन्यू गर्छु हरिक मार सस्ते में हरिक मार सस्ते में भाइ फेरि हरिक मार सस्ते में यार ए ठन्न गाडी हो यही हो 500 रहेछ क्यामेरा चाहिँ यहाँ छ उकुसो यार अब हामी यो पोइन्ट जाने है त्यो बेर खोल्दैन भाइ खोल्छ बेट लाउँछस् क्या बेट ल चियाको बेट ल ल बेट ल ओहो मक्क छस् यही हो ललितपुरको पाटनडोरा स्क्वायर भन्ने ठाउँ होइन यहाँ चाहिँ धेरै मान्छेहरू घुम्न आउँछ मेन फेमस भनेको यहाँ टुरिस्ट पेपरहरूले घुम्न आउने हो अनि यो ब्युटिफुल ओल्ड टेम्पलहरू हो सो हामी त्यहाँनिर पनि जानेछौँ तल गएर फोटोसुट हान्नेछौँ अनि तपाईँहरूलाई त्यहाँतिर के छ सब देखाउनेछौँ Let's smoke. Là có chuyện mà xe là tôi. पाटनडोरा सक्यौँ अनि यहाँको मलाई धेरै यो हिस्टोरिकलको बारेमा चाहिँ धेरै थाहा छैन त्यस्तो होइन सो हामी यसो घुम्न मात्र आएको हो होइन अब यहाँनिर धेरै मान्छेहरू घुम्न आइन्छ मेन फेमस ठाउँ भनेको यस्तै डोरा स्क्वायरतिर हो होइन अनि यहाँनिर टुरिस्टहरू भिजिट पनि हुन्छ अनि यहाँनिर खास गरी अब त्यस्तै हो टुरिस्टहरूको लागि फेमस छ होइन अब भित्र के होला मन्दिरतिर त्यस्तो केही थाहा भएन सायद होइन यति नै हो A view of Patandora Square.
ए दाजु हाम्रो दाजुको फोटोग्राफी स्किल ल अब चाहिँ हामी खाने ठाउँतिर जाँदैछौँ दाइ लोकेसन भनिदिनु त पेम्बाल पेम्बाल जाउँ प्राइम लेन्स मेरो होइन दाइको हो तेरै भाइ तेरै हो मेरै हो ल तेरै हो तेरै हो 60 मार्क आयो त्यो त लाटका मेरो होइन त्यो चाहिँ लाटका मेरो बसन्तपुर चाहिँ मजा आउँछ गल्ली पुग्यो भन्दा बस्नु पुग्छ तँलाई मङ्गल बजार यहाँ चाहिँ म फर्स्ट टाइम आएँ गाइड्स तेरो डाइसँग हिँड्नुपर्छ कहाँ हुन्छ कहाँ जान्छ ओके ल जाउँ न त अब लगहरू डन्ना हान्नु पऱ्यो नि अब मलाई त्यहाँ कतिजना सब्सक्राइबरहरूले भकिनु नहाल्यो भनेर कमेन्टमा ल केटाकेटी हो केही कम्प्लेन छ भने कमेन्ट बक्समा सिधै ड्याङ्का ड्याङ ओके गालीसाली गरे नि बाल छैन ओ त्यस्तो चाहिँ हुँदैन ल मेरो कमी कमजोरीहरूलाई कमेन्ट बिलोमा दिइदिनु होला है त अनि नयाँ नयाँ कन्सेप्टहरू छ भने यसो हल्का मलाई सेयर गरिदिनु होला होइन अनि मेरो च्यानललाई सब्सक्राइब र बेल आइकनलाई चाहिँ बजाउन चाहिँ नबिर्सिनु है यसो दाइको पेजको नि नाम भनिदे ओ त्यो त भनिहाल्छु नि दाइ सुशान्त फोटोग्राफी इन्स्टाग्राममा पाउनु सक्नुहुन्छ तपाईँले सुशान्त अन्डरस्कोर फोटोग्राफी म तल लिङ्क दिन्छु लिङ्क इन डिस्क्रिप्सन बिलो अनि मेहरबानी गरिदिनु होला होइन यसको भन्दा अरे हुन्छ मेरो धेरै रहेछ मेरो फेसबुक पेजको नाम चाहिँ प्रसुन महर्जन हो अनि इन्स्टाग्रामको चाहिँ प्रसुन.महर्जन त्यहाँनिर गएर मेरो फोटो सुटहरूको पनि देख्न सक्नुहुन्छ तपाईँले होइन खटा खटा अनि भिडियोहरू पनि छ होला सायद एउटा दुइटा सो हामी दुवै दाजुभाइको कन्टेन ललितपुर महानगरपालिका वडा नम्बर 16 मलाई चाहिँ कमेल गाजो त खिलाएर त गल्ली गल्ली छिरेर है तपाईँलाई भएको छैन के भयो कमेल खिलाएर होइन भाइ भ्लगबाट यसो गाडी साथ नै हेर्नु पर्दो रहेछ हेर्नै पर्छ दाजु हेर्नै पर्छ खास गरी हामीहरू चाहिँ धेरै उठ्यो रहेछ है सुधायो त नेवारी खास घर ज्यापो अहिले अरे है स्पोन्सर होइन फेरि माया बढी छले के बन्दा अलिकति साथलाई यो को जुस मजा आउँछ इन्डियामा छ म सेलरोटी खाने हो खोजोस् होइन यार दासा दुखिरहेको छ हुँदैन यार
बाइक साइड ल्यायो भने चाहिँ लास्ट डेन्जर खिको दिन त यस्तै त हो你要带上个梦呢？स्कुटर ल्याऊ कि लेन्स ल्याऊ त अच्छा ल्याऊ डर आएको छ लेन्स लेन्स स्कुटर न गन मनमा लेन्स न छोरी त माया ल भाइ नेक्स्ट भ्लगमा चाहिँ के गर्छस् ल भन् नेक्स्ट ब्लगमा चाहिँ हामी नगरकोट जाने नगरकोट भन्नाले नि चिप्स च्यालेन्ज गरौँ ल चिप्स स्पाइसी चिप्स भुट चाहिँ भन्छ नि आजभोलि त्यही गर्नु पर्ला ल ओके ल को इन्ट्रेस्टेड छ होइन प्रोसेससँग कम्पिट गर्न तल कमेन्टमा नाम लेखिदिनु होला है मसँग च्यालेन्ज गरेर हार्नेहरूले योसँग च्यालेन्ज गर्ने योसँग फेरि त्यो पनिसमेन्ट चाहिँ गर्नै पर्छ त्यही त यदि कोही इन्ट्रेस्टेड छ भने कमेन्ट डाउन बिलो लकी पर्सनलाई चाहिँ हामीले सेलेक्ट गर्नेछौँ फुड चिपको लागि ब्याक टु द ब्लग ल हाम्रो चिप्स किन्न आउने आएछ यता हो सबैलाई थाहा होला यो ठाउँ चिप्स कर्नर है फेरि स्पोन्सर होइन फेरि You should check it out. टिम्बाल फ्रेस फुड चिप कर्नर है अब चाहिँ लास्ट दुःख रहेछ यार क्यामराम्यान बरु क्यामेरा पर्सन ठिक छ मलाई क्यामराम्यान ल यो बस ल अब चाहिँ चिप्स किनेर भेटौँला चिप्सहरू थरीका रहेछ नि त स्पाइसी चिज अलि म्याङ्गो मिक्स एना होटेल बोलते होटेल कि लाइन हमेशा ना बिका म वो अलि म्योली भन ए आछु छु त्यो कर आम के स्पाइसी चिज मिक्स चिज टोमेटो न ठिक ने तो खाऊ मलाई नयाज नि भने ada production no lagi छु भिडियो गरे भिडियो YouTube हो यो च्यानल हेर्नु प्रसून महर्जन प्रसून महर्जन के रे प्रसून महर्जन प्रसून महर्जन PRASUNMAHRJAN महर्जन अनि प्रसून महर्जन टाइप अब यो ला अगुले उयो ला कने भएका कसा बिकेका यो हो अले छुए थाहा बार कसै खाल गुटी भए उयो भएछ अंकल त किन्यन गा ए हाम्रो सर क्या हो यो ने हो यो नि ने मेरो फेभरेट पोल दिनु पर्ने त्यहाँ पाउँछ भने एक्सटर्नल सही सेजी कन्टिन्यू ल दाजु हाम्रो चिप्सको बारे केही भनिदिनु न ल ग्राहकहरूलाई के छ चिप्सको बारेमा के भन्ने अब ल भन्नुहोस् न तपाईँले नि क्वेसन गर्नुहोस् नि अब हजुर भन्नु न अब कसरी बनाइन्छ होइन क्वालिटी कस्तो छ यसो कस्टमर बोलाउनु क्वालिटी भनेको कुरा कस्तो छ भने तपाईँहरू आउनुभयो तपाईँलाई कस्तो लाग्यो कस्टमर तपाईँहरू जस्तो आउनु भएको नि मेरो खुसीको कुरा हो नि ओके होइन तपाईँहरू कहाँदेखि आउनुभयो या मिठो भलै भनेर पक्कै आउनुभएको हो नि म त्यहाँ धेरै चाहिएर हुन्छ नि म चाहिँ फर्स्ट टाइम हो फर्स्ट टाइम ठिक छ ल त यहाँ पेम्बाल आएपछि दाइको पसल मात्रै भिजिट गर्नु है सबले ल पसलको नाम पनि यही छ ल यो रुट कहाँ बनाउनु हामीले चिप्स पनि किन्यो होइन त्यहाँ बिचमा बसेर खानुपर्छ अङ्कलले डिस्काउन्ट गर्छ भने गरेन यार गरेन तर मेरो फोकाटा पसलको स्पोन्सर गरायो हान्न सोही हान्न सब्सक्राइब पनि गरिदिन्छ होला सायद स्पोन्सर नगरे पनि सब्सक्राइब त गरिदिन्छ होला अङ्कलले एउटा सब्सक्राइब गरेर धेरै हुन्छ भन्ने सुनेको थिएँ भने ल यो चाहिँ पेम्बाल पुखुलाई पोखरी भन्छ खास नेवारको पुखु आयो जस्तै यसमा नेवारै हाम्रो खोल्या छ होइन त्यसको लागि चाहिँ सरी है चियाको बेड छ याद छ कि छैन चिप्स खुवाएँ त 150 को चिप्स यार ए चिया भन्ने चिया हो कि लुट दाइलाई लुट अब त्यो लुटे होइन बेड भने बेड लुटाइ हो त्यसको पनि होइन अब
टेस्ट गर्नु भएको मैले गर्ने नि गेस द फ्लेभर मङ्गो 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 त्यही हो चिप्स विभिन्न फ्लेभर रहेछ। प्रकारका फ्लेभरहरू छन् गेट्या स्लो बनाउन थाल्छ त्यहाँ दाइ वे कहाँ छ ठाउँ है बिर्सिसक्यो मैले आउँदा ल्याउनु सरसफाइ नै हुँदो रहेछ भइहाल्छ काठमाडौँ होइन नि त ललितपुर हो नि त लड्नु जे होस् न यहाँबाट कहाँ पुग्छ दाजु यहाँबाट पाटन ढोका पुग्छ पाटन हो त्यहाँ गल्ली गल्ली गर्दै लग्नु पाटन इज फेमस फर गल्दी कृतिपुर पनि हो तर कृतिपुरमा पनि गल्ली छ त्यसो भन्नु पऱ्यो नि कृतिपुरमा भयो कृतिपुरको भित्रको पाङ्गाको भित्र इटागोङमा धेरै इटागोङमा त गल्ली छैन धेरै छैन छैन, छैन। धेरै छैन छैन होइन धेरै हेर्न त्यहाँ उसको तोलाई भन्यो अरे गाडै यो चाहिँ तर यहाँनिर चाहिँ पुरानो घरहरूलाई डिस्ट्रोय गरेर नयाँ नयाँ बनाएको यो चाहिँ सही फर्कियामा पाटन अरू के कुरालाई फेमस छ आज आर्टिस्ट आर्टिस्ट त्यो चाहिँ हो भाइ स्कुल गएर आएको कतिमा पढ्छ हजुर कतिमा पढ्छ फोमा नाम के हो कुशल बराल सर बरारले ल कुन स्कुल हो भाइलाई किसँग कमाइँदा आउँदै कहाँ लाग्यो तिमी कोठा कहाँ त्यही त कहाँ भने नि खाली ए हामी पनि मगना बिल्ल सँगै जाऊँ अनि जानु नआएर खोजिरहेको थिएँ कहाँबाट जानु ल भन्नु भाइ यताबाट ल भाइलाई फलो गर्ने अब ल है ल जाऊँ यो कुन डाइलग हो है भन्ने ल सम्म हामी चाहिँ बङ्गलामुखी पुग्नु लाग्यो यही हो त दाइ ठ्याक्क मैले पसल देखेर याद भयो अब डाउन यहाँबाट डाउन हो अब बङ्गलामुखी मेरो हिसाबमा कफी खानेहरूलाई फेमस हो मलाई यसलाई फेरि कफीमा एलर्जी 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 होइन बट प्रेसर हाई हुने गएको होइन गन्टेको फोटो भनेर लिएर हो कमल आएर पैसा तिर्छु भने भन्नुपर्छ पैसा कहाँ त्यसो भन्ने पनि मान्दैन 5 रुपियाँ मानिस ल बाई बाई हामीले पुनः लाग्यो भने चाहिँ पुग्यो 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 भने नि हुन्छ यो तत्सम गर्दा ल रेकर्ड गर्नु बिर्सिरह नि हिज एक्सप्रेसन बी लाइक आज चाहिँ थर्सडे यहाँ चाहिँ पूजासुजा हुन्छ भनेर मलाई कसैले भनेको थियो पहिला प्याकै हुन्छ भनेको थियो कसैले भन्नु नाम नटकौँ भिडियोमा बङ्गलामुखी भिडियो गाह्रै लुने ल यहाँ भित्र गएको बाहिर गएको मात्रै अब चाहिँ ल अब हाम्रो सब सफ गर्नु पऱ्यो नि खोज्नु पर्दैन भाइ म जहिले आउने ठाउँमै जाने हो कहाँ हो जाऊँ न जाऊँ यता यस्तो भएन है दाजु किन यस्तो भएन किन किन यस्तो हुँदै भयो किन किन खान्न कफी हाउस
ल दाइले चाहिँ होइन बेड पनि कम्प्लिट गरिसक्यो हामीले दुई कप चिया खाएर आइसक्यो एक कपको सट्टा 2 कप ओके दाइ खटा भाइ खटा अब चाहिँ हामी फेरि पाटन दबाईतिर जाँदैछौँ होइन अनि त्यहाँनिर एकछिन हेरौँ टाइमले साथ दिएला कि नदिएला एकछिन बस्नुला होइन आजको लागि चाहिँ यति नै हो गाइस होइन अब तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि मेरो बेल आइकन मेरो च्यानलको बेल आइकनलाई पनि बजाइदिनु होला कसरी कसरी टाङ अनि मेरो नयाँ नयाँ न्यू अपडेटको लागि तपाईँहरूले नोटिफिकेसन पाउन सक्नुहुन्छ होइन सो गाइस आजको लागि चाहिँ यति नै हो अनि अर्को भिडियोमा चाहिँ चिप च्यालेन्जमा भेट्नेछौँ तपाईँहरूलाई होइन तपाईँहरूले कमेन्ट गर्नु होला होइन को मसँग भुट चिप च्यालेन्ज गर्न चाहनुहुन्छ त्यो त्यो कमेन्ट डाउन गरिदिनु होला अनि म त्यहाँबाट सेलेक्ट गरेर हामी च्यालेन्ज गर्नेछु अनि यसलाई चाहिँ पनिसमेन्ट एउटा दिनेछौँ होइन हामीले त्यो पनिसमेन्ट चाहिँ गर्नै पर्छ अनि सो यति नै हो गाइस एन्ड बाई बाई सी यू एन्ड पिस